साथीहरु आज चाहिँ हामी पौडी खेल्न पर्यो। जस्तै घाम छ भनेर आएको। यस्तो जंगलको बाटो, यता पनि जंगल छ, यता पनि जंगल छ, यता पनि जंगल छ, बिचमा चाहिँ यस्तो बाटो छ। अब हेरौँ खोला चाहिँ कत्रो छ हैन। केटाहरु चाहिँ कहाँ पुगिसके, कता बाटो हो बाटो मैले त भुले। यस्तो बाटो लिएर यार, यस्तो जंगल है। यस्तो जंगलको बाटो यार, जान पनि डर लाग्ने एक्लै। यस्तो कहाँबाट आएको, कहाँ आइयो, यस्तो बाटो छ। हेरौँ कति टाढा रहेछ। ओहो बाटै छैन त, यता रहेछ बाटो। यस्तो बाटो यार। केटाहरु चाहिँ वहाँ पुगिसकेछन् हो। हामी चाहिँ यहाँ आइयो। अब चाहिँ म तपाईहरुलाई एकैचोटी डाइरेक्ट खोलामा गएको देखाउँछु। ल हामी चाहिँ फाइनली पानीमा आइयो है। ओहो पानी, खै पानी पानी छ न केही छ खै। यस्तोमा पौडी खेल्ने। ओहो भैँसी खेल्ने ठाउँ छ यार यो त यार। हैट यस्तो ठाउँ छ। खै पानी खै, यस्तो ताल छ बसिनी। खै त हाम्रो ठुलो खोला उतातिर जाने ठुलोमा। ल फाइनली आइयो। त्यो त होइन अघिको, यो पो रहेछ त ताल त। ओहो ताल रहेछ त। बाडेगङ्गा हो। ल बाडेगङ्गा, बाडेगङ्गा खै बाडेगङ्गा, यही हो बाडेगङ्गा। यत्रो फार्म छ है, पानी चाहिँ छैन खै। वहाँ माथि चाहिँ पुल छ हो, पुल बनाउनु लाग्छ। पुल चाहिँ यस्तो गाडी गइरहेछन् हैन। अहिले उतापट्टि पुरानो पुल छ, यतापट्टि नयाँ पुल बनाउनु लाग्छ अहिले। यस्तो छ हालत। ल अहिले चाहिँ हामी यहीँ बन्द गर्छौँ।